23 र 24 गते भएको जेनजीको आन्दोलन पश्चात हाम्रो इलाका प्रहरी कार्यालय इटहरी चाहिँ साबिक ठाउँबाट सरेर अहिले हामीले चाहिँ प्रहरी चौकी तरहराबाट काम सञ्चालन गरेका छौँ। पक्कै पनि देशको विभिन्न भागमा आन्दोलनको क्रममा विशेष गरेर राजधानीको मुटुमै रहेको हाम्रो महानगरीय प्रहरी कार्यालय, त्यसै गरी जिल्ला प्रहरी परिसर काठमाडौँ लगायत विभिन्न वृत्तहरूमा क्षति पुगिसकेपछि अहिले चाहिँ त्यो सम्पूर्ण हामी पुनर्निर्माणको क्रममा छौँ। हाम्रो प्रहरीहरूको घर, प्रहरीहरूको ब्यारेक, प्रहरीहरूको सवारी साधन, प्रहरीहरूको युनिफर्म, प्रहरीहरूको व्यक्तिगत सवारी साधन लगायत लगाउने कपडा पनि जलेको छ। पक्कै पनि हाम्रो मन जलेको छ, तर पनि हामी बिस्तारै उठ्ने क्रममा छौँ। हाम्रो कर्मचारीहरूको सबैको एक किसिमले मनोबल यो अवस्थामा हामी उठाउने क्रममा छौँ र म आइपुगेको छु। हामीले इलाका प्रहरी कार्यालय इटहरीले अब हामी सम्भावित ठाउँ कुन ठाउँ उपयुक्त हुन्छ, कुन ठाउँमा रहँदा बस्दा चाहिँ जनताले पाउनुपर्ने विशेष गरेर अपराध अनुसन्धान, त्यसै गरी अपराध नियन्त्रण र विपदको घटनाहरूमा चाहिँ हामीले कसरी फोक गर्ने भन्ने हिसाबले चाहिँ उपयुक्त ठाउँको हामी खोजी भइरहेछ। यसमा चाहिँ हामीले नागरिक समाज, यहाँको सम्पूर्ण पत्रकारज्यूहरू, यहाँको राजनीतिकर्मीहरू लगायत सम्पूर्ण भद्र बलादमीहरूलाई चाहिँ विशेष गरेर प्रहरी चाहिँ अन्य सुरक्षा निकायहरूभन्दा पनि जनताकै माझमा रहेर सेवा प्रदान गर्ने भएको हिसाबले उपयुक्त ठाउँ चाहिँ हामी खोजिरहेछौँ। यहाँहरूसँग पनि हामीले सहयोगको अपेक्षा गर्छौँ। अर्को कुरा भन्दै गर्दाखेरि चाहिँ हाम्रो साबिक ठाउँ जुन ठाउँमा हामी बसेका थियौँ त्यो चाहिँ हाम्रो कसैको मैयानी हक लाग्ने प्लस त्यहाँ चाहिँ बाटोले खाने भएको हिसाबले पनि भोलिको दिनमा इलाका प्रहरी कार्यालयलाई चाहिने उपयुक्त जग्गा नभएको र भोलि प्रदेश सरकार अथवा केन्द्रीय सरकारबाट बजेट आयो भने पनि नबन्ने अवस्था भएको हिसाबले त्यसको विकल्प चाहिँ अनिवार्य जस्तो देखिएकोमा अहिलेको परिप्रेक्ष्यमा हामीले चाहिँ उपयुक्त ठाउँ एकैचोटि लियौँ भने भोलिको दिनमा चाहिँ केन्द्रीय सरकारबाट अथवा प्रदेश सरकारबाट अथवा स्थानीय सरकारबाट पनि प्रहरी चौकी बन्छ र हामीले चाहिँ त्यहाँबाट सेवा प्रवाह गर्न पाउँछौँ भन्ने हिसाबले चाहिँ हामी उपयुक्त ठाउँको, उपयुक्त जग्गाको अथवा उपयुक्त कुनै भवनहरू हुन्छ भने पनि त्यो ठाउँ चाहिँ खोजीको चरणमा छौँ। यसमा चाहिँ मैले यहाँहरू किनभने म भर्खर आएको छु, हाम्रो इन्सपेक्टर साहबहरू नै एक वर्ष भयो होला, त्योभन्दा यहाँहरू वर्षौँदेखि यहाँ जन्मिनुभयो, यहाँ हुर्किनुभयो, प्लस यहाँ पत्रकारिता पनि गर्दै हुनुहुन्छ। राज्यको कौन्सिलर अङ्ग भएको हिसाबले, निकाय भएको हिसाबले पनि प्रहरीले गर्ने अथवा अन्य कुनै सरकारी कार्यालयले गर्ने कुनै पनि राम्रो काममा पुसअप गर्ने, बिल्डअप गर्ने, नराम्रो काममा खबरदारी गर्ने हिसाबले पनि यहाँलाई हामीहरूलाई भन्दा धेरै फरक छ जस्तो लाग्छ। त्यो हिसाबले पनि मैले यहाँहरूलाई सुरुमा यो छोटो कुरा राखेँ। अब हामी परिचयको क्रममा पुनः जोडिन्छौँ र यहाँहरूबाट आएको सल्लाह सुझाव पनि लिन्छौँ। पुनस्थापनाको चरणमा छ र कतिपय चाहिँ स्थानीय त्यहाँको जनप्रतिनिधिहरूले विभिन्न सङ्घ संस्थाहरूले पुनस्थापना गरेर दिएको अवस्था छ र हाम्रो इटहरीको सन्दर्भमा चाहिँ हामीले अहिलेसम्म पनि लोकेसन कहाँ होला त भन्ने हिसाबले हेरिरहेको छौँ र दुई तिनवटा सम्भाव्य ठाउँहरू पनि यहाँको भद्र बलादमीहरूले, नागरिक समाजहरूले स्पष्ट गर्नुभएको छ, तर त्यो प्राप्त कसरी गर्ने भन्ने सन्दर्भमा कुनै पनि किसिमको अहिलेसम्म सहमति जुटेको छैन। यसमा चाहिँ मैले यहाँको स्थानीय जो हुनुहुन्छ स्थानीय सरकार, त्यसै गरी यहाँको स्थानीय भद्र बलादमीहरू, नागरिक समाज लगायत विभिन्न जनप्रतिनिधिहरू सबैलाई चाहिँ खबरदारी गरिदिन अनुरोध गर्छु। अघि एकजना सरले तपाईँको के छ त, अब अहिलेको योजना के छ त भन्दा मैले बी फ्र्याङ्क अहिले मुख्य योजना भनेको मैले चाहिँ कसरी प्रहरीलाई चाहिँ पुनस्थापना गर्नुपर्ने, रिसेटलमेन्ट गर्नुपर्ने भन्ने हिसाबले चाहिँ मेरो मुख्य ध्यान चाहिँ कसरी हुन्छ प्रहरीलाई चाहिँ एक किसिमले राम्रो बस्न खान र एउटा अफिस इस्टाब्लिस गरेर कम्तीमा हाम्रो रेगुलर गर्नुपर्ने गतिविधिहरू के हो त त्यो नै गर्ने भन्ने विषयमा यहाँको जनप्रतिनिधिज्यूहरू, भद्र बलादमीज्यूहरू, नागरिक समाज, त्यसै गरी हाम्रो तालुका कार्यालयको एसपी साहब, भिडिओ साहब, डिआई साहब लगायत सबैसँग एक किसिमको सरसल्लाह सुझाव लिएर अगाडि बढेको छु। मैले चाहिँ यहाँहरूको पनि यसमा चाहिँ पूर्ण साथ र सहयोगको अपेक्षा गर्छु। यदि तपाईँहरूलाई त्यस्तो कुराहरू कहीँ कतै छ भने मलाई चाहिँ यहाँहरूले सजेस्ट गर्नुहुन्छ भन्ने विश्वास लाग्छ। किनभने तपाईँहरू यहाँको पत्रकार मात्रै नभएर यहाँको नागरिक पनि हो, हाम्रो सेवाग्राही पनि हुनुहुन्छ र भोलिको दिनमा पनि हामी कुनै न कुनै हिसाबले यहाँहरूसँग जोडिने भएको हिसाबले पनि यहाँहरू सबैबाट मैले उत्तिकै सहयोगको अपेक्षा गर्छु। तपाईँहरूको कहीँ कतै केही छ, कहीँ कतैबाट जान सकिनेछ अथवा इलाका प्रहरी कार्यालयले यसरी काम गर्यो भने चाहिँ छिटै जग्गा प्राप्ति होला अथवा भवनै प्राप्ति होला भन्ने हिसाबले त्यो किसिमको सुधार छ भने पनि त्यतातिर राखिदिन अनुरोध गर्छु। र अर्को चाहिँ चाडबाडहरू नजिकिरहेको छ, दसैँ तिहार, त्यसै गरी छठ र नेपाल सम्बत समेत नजिकिराखेको समयमा र अन्दाजी लगभग 8,000 जति
कैदी बन्दीहरू विभिन्न जेलबाट फरार भएर आफ्नो सम्बन्धित वडा इलाकामा पनि आएको यहाँहरूलाई विदितै छ। त्यो सन्दर्भमा पनि अब कसरी जाने, कसरी नागरिकहरूलाई सुरक्षा प्रदान गर्ने भन्ने विषयमा पनि हामीले जिल्ला प्रहरी कार्यालय सुनसरीले कार्ययोजना बनाएर प्रस्तुत गरेको छौँ। त्यसलाई हामीले फलोअप गर्ने तयारीमा छौँ। कसरी त्यसलाई हामीले लागू गर्न सक्छौँ भन्ने हिसाबले तयारी इलाका प्रहरी कार्यालय इटहरीले पनि गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीले आफ्नो माथिको विभिन्न अस्थायी प्रहरी पोस्टदेखि लिएर चौकीहरूलाई विभिन्न ठाउँमा 4 ठाउँमा मर्ज गरेर राखेका छौँ हामीले र कतिपय चाहिँ हामीले बिहान गएर छोड्छौँ, बेलुका चाहिँ पुनः 10 बजेपछि उठाएर लिएर आएर तररामा अथवा अन्य 4वटा अन्य 3वटा पोस्टहरूमा राख्ने गरेको अवस्था छ। त्यो हिसाबले पनि अघि एकजना सरले चाहिँ यहाँ कुरा गर्दै हुनुहुन्थ्यो मलाई कसरी जाउँ त नि, कसरी जाउँ, हामी स्थानीयहरू पनि मिलेर गस्ती गराएको छौँ भन्ने विषयमा पक्कै पनि सेक्युरिटी भनेको अ काइन्ड अफ सेन्स अफ सेक्युरिटी हो। मलाई त्यो लाग्छ किनभने यहाँ हाम्रो के अरे दरबन्दी 160-61 को हाराहारीमा छ, कार्यरत पनि हामी 170-75 को हाराहारीमा छौँ। त्यो जनसङ्ख्या इत्यादिको लगभग 2,40,000 को हाराहारी हो जस्तो लाग्छ मलाई। त्यो हिसाबले पनि मलाई के लाग्छ भने यो सेक्युरिटीमा चाहिँ सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ, चाहे त्यो इन्फर्मेसनको हिसाबले होस् चाहे अन्य हिसाबले होस्। यसमा चाहिँ नागरिक पनि हातेमालो गरेर अगाडि बढ्न सकियो। गस्तीकै सन्दर्भमा पनि तपाईँहरूसँग हामी हिजो मैले जनता बस्तीको यहाँ फोटो भिडियोहरू हेरिरहेको थिएँ। जनता बस्तीमा हाम्रो त्यहाँको असाब लगायतको टोली गएर रातिको समयसम्म गस्ती गरेको छ। राति अन्य ठाउँमा पनि गस्ती गरेर हामीले त्यहाँ सम्भावित चोरलाई, चोरै त नभनौँ, सम्भावित त्यो सुनको बट्टा बोकेर हिँडिरहेको मान्छेलाई नियन्त्रणमा लिएर सोधपुछ गऱ्यौँ। इन्डियन मान्छे रहेछ, पछाडि चाहिँ ऊ त्यही किसिमको काम गर्ने हो, कहीँ कतै केही छैन भन्ने भेरिफाई भइसकेपछि आफन्त बोलाएर जिम्मा लगाएको छौँ। त्यो हिसाबले चाहिँ यति बेला अन्य सन्दर्भमा हामीले थप मद्दत हाम्रो गणबाट लिएर आएर 50 जनाको 70 जनाको गणबाट लिएर आएर थप मद्दत समेत राखेर विभिन्न ठाउँमा कुकुरसहितको चेकिङ गर्थ्यौँ। थप मद्दतहरू आउँथ्यो, अलिकति सङ्ख्याहरू पनि बढ्थ्यो। यति बेला यही सङ्ख्यालाई पनि हामीले धान्न मुस्किल छ। तपाईँहरूलाई थाहा छ यो पछाडिपट्टिको एउटा सामुदायिक वनको हलमा हाम्रो सबै महिला प्रहरी, पुरुष प्रहरी अलिकति क्लस्टर बनाएर हामीले खाना बस्ने व्यवस्था मिलाएको छौँ। त्यो हिसाबले पनि अलिकति हामी ब्याकफुटमा भएको छ। ब्याकफुटमा इन द सेन्स ब्याकफुटमा भन्न खोजे होइन मैले, अहिलेको अवस्थामा आफूलाई स्वयंलाई चाहिँ हामीले अगाडि बढाउन पनि बस्न खान पनि अप्ठ्यारो परेको अवस्थामा चाहिँ जति सक्दो चाँडो हामी रिभाइभ भएर हामी पुनः भइयो भने चाहिँ जनतालाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन सकिन्छ भन्नेमा दुई मत छैन। त्यसमा चाहिँ इलाका प्रहरी कार्यालय इटहरीको म स्वयं र हाम्रो सम्पूर्ण यो टिम लाग्छ। तपाईँहरूबाट चाहिँ हामीले यो सहयोगको अपेक्षा गर्छौँ। धन्यवाद। मेरो कार्यालयको नम्बरमा यहाँहरूले वाट्सएपमा, भाइबरमा, वाटेभर इमेलमा पनि पठाइदिनु भयो भने मैले भोलि प्रमाणको रूपमा लिएर जो त्यो कार्यमा संलग्न थिए तिनीहरूलाई हामीले ढिलो चाँडो कानुनको दायरामा ल्याउँछौँ भन्ने कुरामा कुनै दुई मत रहेन। तपाईँहरू ढुक्क हुनुहोस्, हामी ल्याउँछौँ कानुनको दायरामा ल्याएर मुद्दा चलाएर उनीहरूले गरेको तपाईँहरूको पनि कतिपय अवस्थामा भए होला, क्षतिपूर्ति कसैको घर, व्यक्तिगत घर, सम्पत्ति समेत भए होला। सरकारी कार्यालय मात्रै नभएर तिनीहरूलाई पनि हामी कानुनको दायरामा ल्याउँछौँ। प्रतिबद्धता यहाँहरूसँग व्यक्त गर्छौँ। अर्को गस्तीको सन्दर्भमा हामी स्थानीय यहाँको पालिका मात्रै नभएर यहाँको टोल विकास सम्पूर्ण सङ्घ संस्थाहरूसँग मिलेर हामीसँग सवारी साधन भलै छैन, एउटा तरराको एउटा गाडी रहेछ, त्यो बाहेक हामीसँग केही पनि छैन। 2-3वटा व्यक्तिगत मोबाइलमा पनि दौडाइरहेछौँ। हाम्रो सिभिलको भाइहरू आफ्नै गाडी लिएर आफ्नै बाइक लिएर दौडिरहेछ। हामीले पनि जिल्लाबाट 1-2टा यसो सवारी साधनहरू जसोतसो काम चलाउको रूपमा ल्याउने गरेर हामीले गरेका छौँ। र जनशक्तिको सवालमा हामीले थप मागेर अहिले चाहिँ तुरुन्तै यहाँ राखेर कार्यक्रम गर्न नसके पनि हामीले ल्याउने लैजाने हिसाबले के कति गर्न सकिन्छ गणसँग समन्वय गरेर ल्याउने लैजाने गर्छौँ। यहाँहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति गराउने म यहाँहरूलाई प्रतिबद्धता व्यक्त गर्छु। अर्को विशेष गरेर यहाँहरूले भन्नुभएको टोल छिमेकमा त्यो कोटसोट खेलाउने यतातिर त्यसलाई डाइस भन्दो रहेछ क्यारे होइन, त्यो सन्दर्भमा पनि हामीले तपाईँहरूले भनेअनुसार कहाँ हो के हो कुन ठाउँमा विशेष गरेर इन्फोसाहरूले हाम्रो ठाउँमा चाहिँ हामीले उठाउँछौँ। त्यस्तो गतिविधि गर्न, जुवा तास लगायतको गतिविधि हुन नदिने कुरामा प्रतिबद्धता व्यक्त गर्छौँ। यहाँहरूबाट सम्पूर्ण किसिमको सूचनाहरूको पनि अपेक्षा गर्छौँ। र पेट्रोलिङको सन्दर्भमा हामीसँग जे जति जनशक्ति छ प्लस हामीसँग स्रोत साधन छ, हामीले चाहिँ 4 ठाउँमा एकत्रित गरेका छौँ। तर राम्रो विशेष गरेर हाम्रो मुख्य बेस भएको हिसाबले पनि यहाँबाट ढिलो चाँडो हामीसँग उपलब्ध साधन र स्रोत, व्यक्तिगत साधन र स्रोतमा समेत सिभिलमा भए पनि निकालेर यहाँहरूलाई चाहिँ सुरक्षा प्रत्याभूति गराउनमा सफल हुन्छौँ जस्तो लाग्छ। र
र सूचना आदान प्रदानको सन्दर्भमा जेनजी आन्दोलनको क्रममा भएको जुन तोडफोड विध्वंस लगायतको गतिविधिको फोटो भिडियोहरू अथवा अन्य कुनै किसिमको सूचनाहरू छ भने पनि यहाँहरूले मलाई मेरो व्यक्तिगत नम्बरमा त्यसै गरी कार्यालयको अफिसियल नम्बरको वाट्सएप भाइबर अथवा कार्यालयको इमेलमा पनि सूचना प्रदान गर्नुभयो भने यहाँहरूको परिचयलाई चाहिँ गोप्य राखेर कुनै पनि हिसाबमा रिभिल नहुने तरिकाले तत्त व्यक्तिहरूलाई चाहिँ कानुनको दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्छु। र अर्को मोरल बुस्ट हुने कुरा अथवा मनोबल खस्केको सन्दर्भमा मैले यहाँहरूलाई पुनः के एस्योर गराएँ भने हामी एक कदम पछाडि हट्या मात्रै हो, बाघ चाहिँ एक कदम पछाडि हटेपछि अगाडि लम्किन्छ भन्ने कुरामा डाउटै छैन। हामी फ्रन्टलाइनर सुरक्षाकर्मी हौँ, त्यो हिसाबले पनि हामी पछाडि बसेर सुकै छैन, हामी अगाडि आउनै पर्छ, आउँछौँ। हामीले अहिले टेक्ने धार मात्रै खोजेको भने तपाईँहरूलाई के व्यक्त गर्न चाहेँ भने जब हामी टेक्छौँ हामी अगाडि बढ्छौँ, पछाडि हट्दैनौँ। एउटा भनाइ छ नि, राइज फ्रम द एसेस लाइक अ फोनिक्स भन्छ कि, त फोनिक्स भन्ने चरा रहेछ 500-600 वर्ष बाँच्दो रहेछ। तर त्यो क्रममा त्यसले के गर्नुपर्ने, आफैलाई जलाएर फेरि त्यो खरानीबाट जन्म लिनुपर्ने भने जस्तै हाम्रो पनि अवस्था त्यो छ। त्यो हिसाबले हामीले जतिसक्दो चाँडो पुनः हामी पुरानै अवस्थामा, पुरानै मेन्टालिटीमा, पुरानै मोरल बुस्ट गरेर आउँछौँ भन्ने कुरामा कुनै डाउट छैन। यसमा हामीलाई यहाँको स्थानीय भद्रबल आदमी, स्थानीय विभिन्न किसिमको राजनीतिक दलहरू, नागरिक समाजहरू, पत्रकारहरू र सम्पूर्ण जनताको उत्तिकै साथ र सहयोगको चाहिँ अपेक्षा गर्छौँ। यहाँहरूले पनि हामीलाई माया गर्नुहुन्छ। लास्टमा लङ रनमा चाहिँ प्रहरी चाहिँदो रहेछ है, 12 घन्टा प्रहरीले साथ छोड्दा के भयो भन्ने कुरा यहाँहरूले देख्नु नै भएको छ। त्यो हिसाबले चाहिँ चाहिँदो रहेछ है, लङ रनमा चाहिँदो रहेछ भन्ने खालको प्रयास छ जस्तो लाग्छ मलाई। त्यो हिसाबले पनि हामी पुनः एकपल्ट आउँछौँ। र अन्य कुरा चाहिँ द्वन्द्वकालको समयमा भएको मुद्दाहरू चाहिँ होल्ड भयो, यो पनि हुने त होइन भन्ने विषयमा चाहिँ, यो विषयमा चाहिँ राष्ट्रिय स्तरमा कुनै किसिमको निर्णय होला, भोलि जे आउँछ निर्णय सोही अनुसार हामी गर्ने कुरामा, सरकारले गरेको निर्णयमा हामी त्यसलाई कार्यान्वयन गर्ने निकाय हो, त्यो हिसाबले त्यो हामी कार्यान्वयन गर्छौँ नै। र अन्तिममा चाहिँ यो यहाँहरू सम्पूर्ण आउनुभयो, आउँदै गरेको दसैँ, त्यसै गरी तिहार, छठ र नेपाल सम्बन्धको शुभकामना व्यक्त गर्छु। पुनः एकपटक यहाँहरूको समयमा मानिसहरू आफ्नो आफ्नो घर छोडेर आफ्नो ओरिजिनल घर जाने, अथवा काठमाडौँमा बसोबास गर्ने मान्छे आफ्नो ओरिजिनल घरमा फर्किने, इटरीमा बसोबास गर्ने मान्छे आफ्नो विभिन्न गाउँतिरको घरहरूमा जाने भएको हिसाबले पनि आफ्नो घर टोल छिमेकहरू छोडेर गएको। त्यही मौकाको फाइदा चाहिँ विशेष गरेर आपराधिक मानसिकता बोकेको व्यक्तिहरूले निभाउने भएको भएर पनि इलाका प्रहरी कार्यालय इटरीले चाहिँ विशेष सुरक्षा योजना, जिल्ला प्रहरी कार्यालय सुनसरीकै सुरक्षा योजनालाई हामीले टुक्राएर अहिलेको हाम्रो बदलिँदो परिस्थितिमा के कसरी गर्न सकिन्छ, हामीसँग उपलब्ध साधन स्रोतहरू के छ, कसरी गर्न सकिन्छ भनेर छुट्टै सुरक्षा योजना बनाएको छौँ। हामीसँग पुरानो अनुभव भएको इन्सपेक्टर साहबहरू छ, यहाँको सिभिल टोलीहरू छ। त्यो हिसाबले सम्भावित ठाउँहरूमा हामीले विभिन्न विशेष गरेर रातको समयमा चेक पोइन्टहरू राख्छौँ। त्यसै गरी आकस्मिक चेक पोइन्टहरू कुनै ठाउँबाट एक्सचेन्ज गरेर सधैँ रेगुलर हुने ठाउँहरूबाट एक्सचेन्ज गरेर पुनः सिभिल क्लथमा समेत प्रहरी खटाउँछौँ। त्यसै गरी हामीले दङ्गासँग नि समन्वय गरेर थप मद्दत लिएर आएर रातको समयमा, दिनमा भन्दा नि रातमा बढी चोरी लगायतको घटनाहरू हुन्छ भन्ने हिसाबले रातको समयमा प्रहरीले चाहिँ म्याक्सिमम युटिलाइज गरेर त्यस्तो घटनाहरू हुन नदिन, त्यस्तो घटनाहरू कुनै पनि हालतमा हुन नदिन, भयो भने पनि हामी त्यसलाई चाहिँ तुरन्त कानुनको दायरामा ल्याउने गरेर अनुसन्धान गर्ने गरेर टिम चाहिँ विभिन्न टिममा डिभाइड गरेर हामी टोली बनाएर विभिन्न चोक नाकाहरूमा खटाउँछौँ। यस्तो घटनाहरू हुन नदिने कुरामा यहाँहरूलाई प्रतिबद्धता गर्छौँ।